ल ए हस् सो हेलो एभ्रिवान हामी चट्टला राइडमा जाँदैछौँ हाम्रो उता माथि गाउँमा एउटा ठाउँमा होइन अनि यो चाहिँ मेरो बाइक हो यो चाहिँ साथीको यसको दिसनको बाइक हो चट्ट लिएर जानला ल लेट्स बिगिन ल आऊ है त कति दिन भइसक्यो राइडको भिडियो नबनाएको होइन अनि यसो भिडियो हाल्न मन लाग्यो आज चाहिँ अनि माथि ट्याक्क घुम्न जाउँ केटाहरू पनि आएको बेलामा त अनि चट्टला जानु लाग्यो मेरो बाइक थोत्रो छ त्यही भएर पनि अनि बनाउनु पर्ने हो होइन तर अलिकति उयो छ अनि त्यही भएर चट्टला माथिबाट जानुपर्छ तलको बाटै छैन होला तलबाट पनि बाटो छ जस्तो लगाइदियो ल ठिक छ होटेल घुम्दै जाउँ अब होइन तलबाट नि बाटो त खोल्या छ होइन होटेल घुम्दै जाने के होटल घुम्दै जाउँ न ल चलाउन आइरहेछ नि बाइक ल हामीसँग रकी पनि जानु लाग्यो अब यहाँ चाहिँ एकदम ठुलो होटेल बन्दैछ न्युजमा पनि हजुरहरूले देख्नु भएको होला ठ्याक्क होटेल बन्दैछ होटेलको बाटो हुँदै जान्छौँ हामी चाहिँ पानी पनि लगाइछ भने आज फेरि यार चिन्ता नगर्नुहोस् न चट्ट लाएर जाउँ लेट्स सी द भ्यू एकदम बवाल छ दामी लाग्यो क्या मलाई क्यामेरा गोप्रो यार मैले अहिलेसम्म गोप्रो रियल लाइफमा एक्सपिरियन्स गरेको छैन होइन आज गर्दैछु क्या क्वालिटी बिल्डअप भन यार 6.5.6 के 6.5 को कतिको गोप्रो हो यो एकदम दामी रहेछ यार मन पऱ्यो क्या मलाई एकदम बवाल होला यसको बाइकको ब्रेक लास्टै छुराएर चाहिँ पछाडिको चक्का चिप्लिन्छ फेरि यहाँ होइन बिस्तारै छ ए यो बाटो त लोकल हो नि मेरो लागि त भित्र च्यान डाँडा जानु हामी चाहिँ धनेश्वर मन्दिरदेखि ठाउँमा होइन सो अब त्यस्तै हो हो यहाँदेखि चाहिँ होटेल स्टार्ट भइसक्यो यहाँ चाहिँ होटेल चट्टलाहरू छ हाम्रो होइन हामी माथि जाउँ लेट्स गो उपर खोइ त आएन नि त केटाहरू त हो यहाँ चाहिँ होटेलको इन्ट्री गेट छ यस्तो बवाल छ होटेल होइन गाइस होटेल चाहिँ दामी छ यहाँदेखि पुरै होटेल छ क्या यहाँ मैले नै आएर काम गरेँ होइन कति दिन काम गरेँ मैले नै आएर होइन त्यही छ केटाहरू आउँदैछ मेरो बाइक त फेरि दामी छ नि केटा हो यो बाइकमा अर्कै समस्या रहेछ क्या झट्ट जाने झट्ट जाने गर्नु यसमा होइन त्यो भएर अनि कुद्न त कुद्छ नि बुझेको बाइक त दामी कुद्छ नि बाइकको रेस त दामी छ नि केटा हो मैले त पाएको बेनेली म छोड्छु होला त ओहो मा झ्याक्ने कस्तो बाटो हाने यार कस्तो बाटो हान्यो नि यहाँ ए चप्पल लगाएको पुरै बाटै फोहोर भयो छैट यसको बाइकमा गाइस एउटा समस्या चाहिँ रहेछ क्या यो हेर्नु नि घ्यार पिकअप चाहिँ छैन होइन घ्यार भइरहेछ क्या नर्मल कुदाउँदा पनि के भएको होला यार यो नर्मल कुदाउँदा पनि घ्यार गरिरहेछ क्या यो चाहिँ एउटा समस्या रहेछ यो बाइकमा होइन ए यहाँ त बाटै ब्लक छ यार सेट यहाँ त बाटै ब्लक छ भन्ने बिर्स्यो नि यार